तपाईकै पालो, तपाईँ उठ्नु होला। ली क्वान यूलाई सिङ्गापुर दिँदाखेरि ढुङ्गा दिएको थियो, उनले हिरा बनाए। तर नेपाललाई तपाईको हातमा दिँदाखेरि हिरा दिएको थियो, तपाईले ढुङ्गा बनाएर छोड्नुभयो। अब यसको कारबाही कसलाई गर्नु? र अर्को ऐतिहासिक प्रश्न, सिङ्गापुर, अमेरिका, चाइना, बेलायत सबै प्रधानमन्त्रीहरू देशका अति उत्कृष्ट विद्यार्थीहरू मात्रै प्रधानमन्त्री भएको छन्। एउटा उदाहरणको लागि बेलायतको विगत 70 वर्षदेखि सम्पूर्ण प्रधानमन्त्रीहरू अक्सफोर्ड विश्वविद्यालयका छन्। नेपालको विगत 70 वर्षदेखि कुन चाहिँ हाम्रो सफल, हाम्रो मन बुझ्ने प्रधानमन्त्री हामीले कुन चाहिँ पायौँ? तपाईँले कहिले विस्थापित हुने? अति निराश भइसक्यौँ हामी। 4चोटि 5चोटि प्रधानमन्त्रीको लागि मात्रै प्रधानमन्त्री होइन, जनताको लागि प्रधानमन्त्री तपाईँ कहिले हुने? हेर्नुहोस्, नेपालमा चाहिँ जस्तो विद्यालय छ त्यही पढ्ने हो नि। हेर्नुहोस्, तपाईँले बट्ट बोल्दै हुनुहुन्छ। तपाईँ कृष्णको होइन नि, कहाँबाट ल्याउने? मैले अक्सफोर्ड कहाँबाट ल्याउने? अक्सफोर्ड विद्यालय नेपालमा त्रिपुर कहाँबाट अक्सफोर्ड विद्यालय ल्याउने? यहाँ त्यसमा अक्सफोर्ड पढाएर बाँकी नेपालमा प्राइभेट स्कुल पाउने। उहाँले इङ्गित गर्नुभएको छ युवाहरूले अथवा देशको लागि सोच्ने प्रधानमन्त्री चाहिँ हाम्रो देशले कहिले पाउँछ र हाम्रो देशले विकासको गति कहिले लिन्छ भन्ने चाहिँ उहाँको प्रश्नको आशय। तपाईँले चाहँदै भन्नु कुरा त होइन नि। तपाईँले चाहे जस्तो बोल्नुपर्छ भने के छ यहाँ? तपाईँले अक्सफोर्ड पढाएर को पढाउँछ नेपालमा? अक्सफोर्ड तपाईँ व्यक्ति हो नि। जनताको सेवा अनुसार भाउ प्राइभेटमा आउनु, तपाईँको सेवा अनुसार मुरा म जनताले चुने हो मलाई। त्यो जनताले चुने होइन मलाई। पार्लियामेन्टमा बहुमत पाए होइन, बहुमत पाएको मान्छे होइन रे, अनि को तपाईँ हुने त? तर यसले एउटा प्रश्नले चाहिँ नागरिकहरू साँच्चै नै निराश छन् त्यो पदबाट, प्रधानमन्त्री पदबाट र उनीहरूले गरेका कामबाट, विगतमा भएका जति पनि कामहरू भए प्रधानमन्त्रीले गरेका कामहरू। नेपालमा धेरै कामहरू भएका छन्, बाटो बनेको छ, विकसित भइरहेको छ। के विकसित भइरहेको छ? तपाईँ जनप्रतिनिधि हो भन्नुहुन्छ आफूलाई, यो चाहिँ उहाँको प्रश्नको सही उत्तर दिनुपर्छ। प्रधानमन्त्रीज्यू, कहाँबाट एक्सपोर्ट ल्याउने नेपालमा ल्याउने? यो चाहिँ खास जनताको निराशा बोलिरहेको छ जस्तो लाग्छ। हजुर।